welcome on Rupesh Hansda official channel. आज चाहिँ हामी यहाँ 3 नम्बरको दसैँ मेला आएका छौँ घुम्नलाई। म र भत्ती 2 जना छौँ। अहिले चाहिँ यहाँ खाली छ, अहिले एकछिनमा भरिन्छ। यहाँ पुरै नाच्दै यहाँ भरिन्छ। अहिलेसम्म चाहिँ कोही आएको छैन, एकछिनमा पुरै भरिन्छ यहाँ। यो पहिलो नाचको टिम अहिले आउँदैछ। यो चाहिँ कहाँको हो भने नि पहिलो नाच टोली यो सुनवर्षी नगरपालिका वार्ड नम्बर 3 को रहेछ। यो टोली चाहिँ हेर्न सक्छौँ। अब एकछिनपछि यिनीहरू नाच्छन्। यो चाहिँ सुनवर्षी नगरपालिका 6 हाम्रो गाउँको नाच। हाम्रो यहाँ हिरो भाइहरू पुरा अब नाच्ने तयारीमा छन्। हाम्रो यो टोली, हाम्रो हिरो यहाँ हिरो भाइ, हाम्रो हिरो भाइहरू 2 जना। यो चाहिँ हाम्रो गाउँको नाच टोलीहरू। अर्को टोली पनि आइरहेको छ उतातिर, परको टोली। त्यसपछि धेरै टोली पनि उता परनेर आएको छ। त्यो टोलीलाई पनि सुनवर्षीबाट नम्बर 3 को टोली हो यो टोली एउटा यहाँ छ।
अर्को टोली हामीले यताबाट सिधा यहाँ रुमहरूलाई हेर्न सक्छौँ। रुम गरेको रुमहरू यो टोली चाहिँ त्यो रुम गरेको यिनीहरूले पनि अब नाच्छ एकछिन। यिनीहरूलाई चाहिँ हेर्न सक्छौँ। यो चाहिँ कुन शान्त पारिरहेछ अनि न यो नाच चाहिँ हेर्न सक्छौँ दसैँको र यिनीहरू चाहिँ ठिक तरिकाले डान्स गरिरहेछ। यो रङ्गलीको यताबाट यहाँबाट हेर्न सक्छौँ। हामीले हेर्न सक्छौँ दर्शकहरू गयो घुइँचो लागेको छ 3 नम्बर मेलाको आज। रङ्गेली नगरपालिकाको रहेछ यो डान्स चाहिँ। राम्रो नाच्दो रहेछ यो टिमले चाहिँ।
ल उताबाट यो चाहिँ हाम्रो गुल्मुबारीको रहेछ है गुल्मुबारीको यो चाहिँ खतरा टिम रहेछ नम्बरको मेला घुम्दैछौँ यहाँ भतिज र अङ्कल भतिज मिलेर दुईजना नाच विभिन्न स्थानबाट टोलीहरू आएको रहेछ हेर्न सक्छ मान्छेहरूको भिडभाड चारैतिर चारैतिर हामी सबै नाच हेरिरहेछौँ यो चाहिँ हाम्रो गाउँको हाम्रो डनहरू हाम्रो भाइहरूको खतरा डान्स
गर्ने साथी अर्को टोली गर्ने पनि हेर गाइज हामी ब्लग बनाइरहेका छौँ सबै टोलीको म नाच देखाइरहेको छु तपाईँहरूलाई कुन टोली राम्रो लाग्छ भन्नु होला है कमेन्ट गरेर भन्नु होला
यहाँ बाहिरतिर यहाँ पनि एउटा टिम रहेको छ नृत्य टोली मन्दिरको छेउमा हामी दुर्गा मन्दिर छौँ यहाँबाट गयो नृत्य टोली साथीहरूलाई हेरेको छु यहाँ भेट्यो भने बाबा हातमा छ है पिङ रहेछ पिङ बनाएको रहेछ यहाँ यता चाहिँ पुरा भिडभाड बलले हान्दैछ तीनवटा बलले हान्यो हो यो पुरै खोज्नु तीनटा बलले पुरै झार्नु पर्यो झारेपछि 100 रुपैयाँ 20 को 100 रुपैयाँ आउने भयो 20 को 100 रुपैयाँ आउने भयो अब एकजना भाइले हाम्रो ग्रुपबाट भाइले एउटा हालिरहेको छ हेर्छु अब त्यो भाइले कतिवटा ढलाउन सक्छ एकपल्ट 3 बल पाइन्छ 3 बलले यो पुरै गिलासलाई ढाल्यो भने 20 को 100 रुपैयाँ दिन्छ गाइस तपाईहरु को क्रिकेट खेल्नुहुन्छ क्रिकेट खेल्नेहरुको निशान अलिक सिधा हुन्छ यहाँ ल उ भाइ तयारी छन् भाइले अमै एउटा बलले पक्ला पुक्रो अब दुईटा हान्यो ल खसाल्न एउटा बाँकी रह्यो ढाल्न सकेनन् भाइले तीनवटा बलले यहाँबाट हान्दो रहेछ भाइहरूले हान्न आँटेको ल भाइले के बल खेलाउनु त बल खेलाउनु न यहाँ बसेको छ मान्छे
गेम झन्डै यहाँबाट गयो बल